हेलो हेलो हामी चाहिँ लाग्यौँ कहाँ गएको हामी सेल्फी डाँडा हिँडेको हामीले बुझेको चाहिँ सेल्फी डाँडा हो। अब अरूले बुझे अब अहिले अरूले बुझेको चाहिँ के हो होइन। सेल्फी डाँडा हिँड्दा गरेको कस्तो छ अब हेरौँ। पहिला पनि एकपल्ट चाहिँ गएको हो निकै वर्ष अगाडि 3-4 वर्ष अगाडि। अब चाहिँ जाँदा कस्तो छ हेरौँ। आज चाहिँ हामी घुम्नु निस्किएको घरबाट। कतिजना छौँ भने यहाँनिर लगभग यो टोली हो। अब बाँकी अर्को टोली पनि छ अगाडि गइसके। वृद्ध टोलीहरू चाहिँ अगाडि गइसके। हिँड्नु नसक्ने बुढाहरूलाई चाहिँ अटोमा चाहिँ हाम्रो नर्सरी यहाँ चाहिँ अहिले चाहिँ अब भन्नुपर्दाखेरि यहाँ मसलाको बोट बाहेक केही पनि छैन। पहिला चाहिँ धेरै सिसोहरू पनि थियो। सिसोहरू सबै चोरेर सकिसके भने अहिले यहाँनिर 1-2वटा मात्रै छ सिसो नयाँ बिरुवाहरू। खाजा खाएर हामी चाहिँ फेरि गाडी चढेर पूर्वतर्फ लाग्छौँ। हामीले चाहिँ खायौँ आइपुग्यो है। हाम्रो मोमो आयो थुक्पा आयो खानु रेडी। म चाहिँ यहाँ छु रेडी खान। झन्डै सर्क्यो। सेल्फी डाँडाभित्र चाहिँ यहाँनिर यस्तो रहेछ। यो चाहिँ कहाँ पर्छ भने यहाँ सेल्फी यो चाहिँ लोकेसन ट्याक्कै सुरुङ्गादेखि माथि 4.5 मिनट जति लाग्छ। र यहाँको एकदम भित्रको चाहिँ यो भ्यूहरू चाहिँ एकदम राम्रो छ। कसले बोलाएको यता हेरेर कसले बोलाएको यहाँ मम्मीले। ल जाउँ। मम्मी कहाँ छ छोरी? Wow. यो चाहिँ खुट्दाखेरि पानी निस्किन्छ यहाँनिर। यो चाहिँ इन्डियाको ताजमहल। यहाँ ताजमहलभित्र म छिर्दै गरेको। अनि यहाँ नानीहरू ताजमहलभित्र यस्तो रहेछ है गाइस। एउटा चाहिँ कस्तो भने ताजमहलको डेमो हो। भित्र त हङुङै छ केही पनि छैन। हामी चाहिँ अब यता घुमिसकेर बाहिर जाँदै गरेको। यहाँ हाम्रो साथीहरू बाहिरै छ र हामी धेरैजना आएको थियौँ 20 जना जति। उता गीत
बजेको त्यो माइक जस्तो छ नि हो त्यहाँनिर गीत बजेको भित्र साउन्ड सिस्टम सेटिङ गरिदिएको छ अनि यो चाहिँ पानी यसरी निस्किन्छ मान्छेले फुक्दा पनि हुन्छ त्यहाँनिर त्यहाँ गएर मान्छेले फुक्यो भने चाहिँ ऊ परको चाहिँ अलिकति त्यहाँबाट पानीहरू निस्किन्छ जति म्युजिक बज्यो त्यति यहाँनिर चाहिँ पानीहरू छिल्का हुन्छ यतापट्टि घुमेर ब्याक टु ब्याक यता जाँदैछौँ र हाम्रो साथीहरू मिसिङ भएकोले गर्दाखेरि अब हामी साथीहरूलाई खोज्दै जाँदैछौँ ल यहाँनिर चाहिँ यो सिजन अनुसार आँप पनि फुलेको छ लटरम्म भने यहाँ हाम्रो धरहरा काठमाडौँ जानै पर्दैन यसको डेमो यहीँ पनि देख्न सकिन्छ हाम्रो यो धरहरा हो सबै किसिमको यहाँ देख्नु पाइँदो रहेछ जस्तै इन्डिया जानै परेन ताजमहल हेर्नुलाई यहाँ ताजमहल पनि हामीले हेरेर आइसक्यौँ एकदमै होइन मैले चाहिँ धेरै ठाउँहरू घुमेँ तर यहाँ जस्तो रमाइलो चाहिँ मलाई अरू कहीँ लागेको थिएन यहाँको रमाइलो वातावरणसँग यहाँनिर अब जस्तै धरहराहरू यहाँ नजिकै देख्न पाइयो र त्यो मात्रै होइन यहाँनिर जति पनि यहाँ भिजिट गर्नेहरू चाहिँ यहाँनिर हेर्न आउने मानिसहरू चाहिँ धेरै टाढा इन्डियाबाट पनि आउँदो रहेछन् धेरै ठाउँबाट आउँदो रहेछन् भने यहाँनिर एकदम सबैको छ है उपलब्ध चाहिँ राम्रो छ ठाउँ जेट प्लेनहरू पनि देखिँदैछ गाइस ल यहाँनिर जति पनि आफूले देख्न चाहेको चिजहरू सबै प्रकारको छ भने यहाँनिर हामीले देख्न सकिन्छ जेट प्लेन अब यहाँ पनि म एकछिनमा जाँदैछु गाइस र यहाँनिर म एकदम चाहिँ नेचुरल हो क्या सबै यो देखेको जति पनि फुलहरू अनि बोट बिरुवाहरू भयो सबै नेचुरलै छ रमाइलो छ एकदम रमाइलो मलाई चाहिँ एकदम मन पर्यो है यो पार्कहरू घुमेर थाकेर बसेको हो यहाँ चाहिँ अब घुम्नु अल्छी गरेर पैसा तिरै बस्नुको लागि पैसा तिरेछन् यिनीहरूले ल बच्चा बच्चीलाई पनि लुजु यो चाहिँ हाम्रो चाहिँ खेल्ने ठाउँमा बस्ने ठाउँ उनीहरू चाहिँ यहाँनिर नाउ खेल्नु जाँदैछन् हामी खेल्नु गएको के अरे यो नाउ हो बुइनीहरूको सामान त जाउँ न छिटो जेठी गयो नाउ होइन झुला भन्छ नानीले लिएर राख है कहिले अब जाने भए म यहाँ दिन्छु झोलाले नै मेरो पनि झोला लु त्यहाँ जानु दिँदैन त त्यहाँनिर ओइ यस्तो गर न पैसा लाग्दैन कि बिमारी हुन्छ नि त त्यही भएर पो त बिमारी हुन्छ यहाँ के भन्छ यो चाहिँ चल्दै गरेको अवस्था स्लो मौसममा एकदम स्लो छ मजा
टुप्पीमा बस्नेलाई अलिक गाह्रो हुँदो रहेछ। ल हामी चाहिँ यो कोलम्बस खेलिसकेर यता बाहिर निस्क्यौँ। खोइ हाम्रो साथीहरू मदन एकछिन न मदन कस्तो लाग्यो मदन कस्तो लाग्यो कस्तो लाग्यो हो झन्डै बमिला अरे अब हामी कहाँ जाने जेट प्लेनमा चढ्नु जाने अब जेट प्लेन जाने जेट प्लेनमा जाने लुजुङ ऊ यहाँ पर छ है गाइज हामीले देख्दै गरेको प्लेन चाहिँ जेट प्लेन यता पर छ। अब हामी यहाँदेखि यहाँ अहिले कोलम्बस खेलेर यहाँनिर विश्राम गर्दै गरेको। अब हामी केही छैनमा हामी जेट प्लेनमा पनि जान्छौँ र यहाँनिर हामी थोरै आराम गर्दै गरेको। हामी धेरैजना छौँ है ल ल अब हामी चाहिँ जेट प्लेनमा जाँदै गरेको। कोलम्बस खेलिसकेपछि हाम्रो साथीहरू अगाडि जाँदैछ। एकछिन वेट गर है ल हामी एयरपोर्ट आइसक्यौँ। नेपालकै सबभन्दा ठुलो इन्टरनेसनल एयरपोर्टमा छौँ हामी गाइज होइन। हामी दुबई हामी यहाँदेखि चाहिँ अब हामी सिधै दुबईतर्फ लाग्यौँ। आजको हाम्रो ट्राभल छ आजको हाम्रो। ल दुबई जानु परेन लु मदन लु मदन लाउती अब नेपाल छोडेर दुबई जाँदैछ। ल ल यता हाम्रो बडो अब प्लेनमा चढ्दै हुनुहुन्छ। यता हाम्रो फुपू अनि उहाँ पनि हाम्रो फुपू हो। अनि त्यहाँदेखि हाम्रो जेठा दाइ साइली बुइनी भाउजू जबरेनी भाउजू हामी प्लेनमा जाँदै गरेको। ल प्लेन चाहिँ यहाँ छ ह्याप्पी प्लेन जेट प्लेन हो नेपालको। ल यहाँदेखि चाहिँ एकदम केटाकेटी खेल्ने ठाउँ हो देखिने छ जेट प्लेन। यत्रै छ लु नेपालको प्लेन होइन दुबई 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 सोमी जाऊ न छिटो गएर बसे जस्तो गर न। होइन एकछिन बस न म भिटेर यता हाम्रो पाइलट बस्ने कोठा हो पाइलट बस्ने कोठा हो। ल होइन यो डिग्रेको रहेछ एकछिन त खै ए ठुलो हुन्छ नि यो त उयो हो यो चाहिँ इन्टरनेसनल होइन यो चाहिँ लोकल जेट प्लेन हो। यहाँ हाम्रो पाइलट बस्ने ठाउँ हो यो। यहाँ पार्ट पुर्जा यता इन्जिनहरू जेट प्लेनको यहाँ चाहिँ सिस्टमहरू यो तरिकाको हुन्छ यो खालको सिस्टमहरू भने। अनि यता हाम्रो कतिवटा छ सिट लगभग 30वटा जस्तो सिट छ।
एकदम ल बाहिर निस्किने ठाउँ हो ल। यहाँदेखि एकदम यहाँको चाहिँ सेल्फी डाँडाको भ्यूहरू सबै देख्न सकिन्छ यहाँदेखि चाहिँ गाइस। एकदम रमाइलो ठाउँ छ, नेचुरल तरिकाको छ। बडो उतैदेखि यतैदेखि जानु नत्र प्लेनबाट हामी भद्रपुरदेखि काठमाडौँ पनि आइपुग्यौँ गाइस। ल्यान्ड भइसक्यो ल। ल भनेपछि अब हामीले चाहिँ यहाँ चाहिँ केबल कार पनि छ। अब यो केबल कार हामी एकछिन चढ्छौँ, एकछिन पछाडि चढ्छौँ केबल कारमा पनि। हामी ओर्ल्यौँ, हामी फेरि रिटर्न। यो चाहिँ घन्टाघर नि। घन्टाघर यहाँनिर यो त मैले देखेकै थिइनँ। यहाँ त माछा त कत्रो रहेछ हौ माछाहरू। यता चाहिँ हो माछा त। वाउ माछा ल, मछली फिस खोइ त साइली। आम्मामा माछा त वाउ हेरौँ लाग्दो हौ। ओहो मारो एउटालाई त। आम्मामा कत्रो कछुवा, कछुवा कत्रो ठोटडी। कछुवा सबभन्दा यो काम, यो सबभन्दा यो अनुहार न दनुहार परेको। वाउ माछा, यो माछा हेर्दा त कति रमाइलो लाग्यो भने नि। यो पोखरीभित्र कति रहेछ माछा भनेपछि एकदम खालको छ क्या माछाहरू। कछुवा पनि छ, कछुवा गयो। ए प्लास्टिक नफ्याँक, कसले फ्याँको प्लास्टिक? कस्तो रातो रेड कलरको माछा हो। कछुवा खोइ गयो, कछुवा कत्रो थियो। वाउ बडौ, हाम्रो बडौले पनि माछा चाहिँ कति मजाले हेर्दै हुनुहुन्छ। बडौ माछा देख्नुभयो? माछा देख्नुभयो? माछा तल, यता तलको माछा। यता सुमन्ता, यता बुढी। के ल्याएर दिएको? ओ माई गॉड माछा। वाउ माछा त कछुवा कहाँ गयो? आयो कछुवा आयो। वाउ कछुवा आयो गाइस। वाउ यसलाई के भन्छ नेपालीमा? कछुवा ठटोरी लुक्यो। एकछिनै बढौ। मलाई मन परेको फुल यो हो, कोला स्टाइलको। यहाँ रहेछ, धेरै खोजे उतातिर दमकतिर। यहाँ चाहिँ टक्क देख्नु पाइयो। एकदम यो चाहिँ मेरो फेभरेट हो।
यहाँ अब घुमेर अब चिसो नास्ता गर्ने हो। नास्ता किनिसकेर हामी गइसक्यौँ र हाम्रो साथीहरू पनि यता गइसकेको छ। साथीहरू चाहिँ एकदम डान्स गर्दैछ। अब म पनि यहाँनिर डान्स गर्ने हो एकछिनमा। डान्स यहाँनिर नाच पनि चल्दो रहेछ। ल आमा छोराको डान्स बबाल गइरहेको छ। आमा छोराको डान्स हो। अब हामी यहाँनिर ब्रेक हाम्रो ब्रेकफास्ट हुँदैछ। यहाँनिर हामीले खाना खाँदै गरेको। अब हामी नाच्ने हो एकछिनमा। हाम्रो टोली आउँदैछ यता। ल अब हामी खाजा खानु गएको। खाजा चाहिँ हामीले किनिसक्यौँ कि। अब हामीले पानी यहाँनिर चिप्सहरू छ अनि त्यसपछि अब बियर त खानु मन थियो। अब यहाँनिर घुम्नु आएको बियर अब खाएर भरे उठेर हिँड्नु सकिँदैन। हामी यहाँ नाचगान चल्दैछ। नाचगान चल्दैछ। नाचगान अब खाजा खाएर हामी यता जाँदैछौँ बुझ्नको लागि। जिप लाइन के भन्छ? जिप लाइन। हामी फ्री फायरमा खेल्छौँ जिप लाइन। त्यही जिप लाइन हो। यहाँ चाहिँ कस्तो जन्तु छ? जरायो जरायो। यता आउन यता। कौवा यता साइलीको फोटो भिडियो भाउजूको। ल वाओ एकदम। अब हामी जन्तुको फोटो भिडियो ल्याउँदैछौँ। हौ एकछिन यहाँ हेरौँ के जन्तु छ। बाँदर रहेछ यहाँ चाहिँ। खुट्टाले पनि पक्रिँदैछ। दुईटै हातमा लड्डु। आमा भेट्यो भने त सबै पक्रिँदो रहेछ नि। पायो भने त सबै पो गर्दो रहेछ। अब हामी चाहिँ जिप लाइनतिर जाँदैछौँ। हाम्रो जिप लाइन यता कि यता? यता यो माथिको डाँडामा देखेको चाहिँ जिप लाइनको ठाउँ हो। हाम्रो टोलीहरू अघि गइसकेको छ। हामी चाहिँ यहाँ जाँदैछौँ। हामीले यहाँ भित्र रहेको जानवरहरूलाई हेर्दै यो चाहिँ कुन चाहिँ बाँस हो यो एकदम राम्रो लाग्यो मलाई चाहिँ। बाँस पनि खतरा चाइनिज बाँस जस्तो लाग्यो। यसको बिरुवा पाए त म लान्थेँ। माथि नै होला। वाउ कस्तो दामी। सोमीहरू त माथि हेरौँ माथि। ल हामी यता जाँदैछौँ। यो चाहिँ हाम्रो जिप लाइन जाने बाटो हो। यहाँभित्र के थियो? स्विमिङ हो? स्विमिङ बन्द छ कि हो? ए हो रहेछ। ल यहाँभित्र स्विमिङ पनि रहेछ। स्विमिङसम्म चाहिँ हामी जानु सकिएन। अब भर्खर त थाहा भयो यो एक प्रकारको केही जन्तु हो। यो हामीले टिभी र मुभी हुँदी मात्रै देख्थ्यौँ। यहाँ रहेछ। ल हामी यहाँ जाँदैछौँ। साइली ओ साइली यता बाटो होला। यता चढेर हेरौँ न। हाम्रो साथीहरू चाहिँ हराएर अहिले खोज्दै गरेको। ल एकदम खुल्ला एरियातिर आइयो। टावर हो भ्यू टावर जिप लाइन। आफै चढ्नु पर्ने त्यसरी?
एउटाको टिकट कसरी अरे कसरी टिकट 500 एखरो जानु चाहिँ 200 म हामी भिडियो गराइदिन्छु तिमी जान्छौ हामी त प्लेनमा चढ्यौँ कता कता चढ्यौँ तिमी यहाँ चढेर यहाँ जाऊ न लु यहाँ म इन्टरभ्यू लियो अरे यहाँबाट टिकट गर्ने जाने रेडी हावा खानु चाहिँ यहाँनिर राम्रो रहेछ है एकदम सुन्दर वातावरण यहाँ आएपछि चाहिँ केटाकेटीहरूको रमाइलो गर्ने ठाउँ पनि रहेछ छुट्टै किसिमको रमाइलो गर्दैछन् केटाकेटीहरू देख्न सकिन्छ अगाडि बढाऊ छोरी अगाडि बढाऊ अगाडि बढाऊ खेला 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 भयो ल म पनि थाकेर आएँ तिमीहरू के घुम्नु आएको हो यस्तै हामी अब चाहिँ घुमघाम गरेर बाहिर निस्किनु गरेको हो अब घर फर्किने क्रममा हामी सबैजना घर फर्किनेछौँ हामी भनेको घर फर्किने क्रममा छौँ घर फर्किने बाटो चाहिँ यता रहेछ बाटो यताबाट हो यता त बाटो छैन हौ बाटो बाहिर निस्किने बाटो भुलेर चाहिँ फेरि हामी रिटर्न यतै नै जाँदैछौँ देख्न सकिन्छ हाम्रो टोलीहरू बाहिर निस्किने बाटो चाहिँ यता हो भन्ने र चाहिँ हामी यतातिर लाग्यौँ हामी चाहिँ आउटसाइड लाग्यौँ अब बाहिर निस्किँदै गरेको खोइ कालेहरू ए ल आजको जर्नी पनि सकिएको छ आजको घुमघाम कार्यक्रम पनि सकियो ल म पनि थाकेर आएँ तिमीहरू के घुम्नु आएको हो यस्तै हामी अब चाहिँ घुमघाम गरेर बाहिर निस्किनु गरेको हो अब घर फर्किने क्रममा हामी सबैजना घर फर्किनेछौँ हामी भनेको घर फर्किने क्रममा छौँ घर फर्किने बाटो चाहिँ यता रहेछ
बाटो यताबाट हो यता त बाटो छैन हौ। बाटो बाहिर निस्किने बाटो भुलेर चाहिँ फेरि हामी रिटर्न यतै नै जाँदैछौँ। देख्न सक्छ हाम्रो टोलीहरू बाहिर निस्किने बाटो चाहिँ यता हो भन्ने र चाहिँ हामी यतातिर लाग्यौँ। ल हामी चाहिँ आउटसाइड लाग्यौँ अब बाहिर निस्किँदै गरेको। खोइ कालेहरू ल आजको जर्नी पनि सकिएको छ। आजको घुमघाम कार्यक्रम पनि सकियो।